Hello, good morning, good morning, good morning everyone. अनि आजको बसाइमा सेवारो अनि नमस्ते सर्वप्रथम त स्वागत छ तपाईहरु सम्पूर्णलाई आजको यस हाम्रो रिभ्यू भिडियोमा। आज फेरि पनि मैले सर्ट एन्ड स्वीट रिभ्यू भिडियो लिएर उपस्थित भइसकेको छु हजुरहरुको माझमा। आउनुहोस् साथीहरु तपाईहरु सम्पूर्णलाई सेवारो नमस्ते नमस्कार छ सम्पूर्ण मित्रहरुलाई। र आजको हाम्रो रिभ्यू भिडियो छ भुन्टी सिरियलको भाग 312 नम्बरको रिभ्यू बनाउन गइरहेको छु। र यस हाम्रो रिभ्यू भिडियोलाई चाहिँ तपाईहरुले लाइक शेयर सब्स्क्राइब गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। आउनुहोस् साथीहरु तपाईहरु सम्पूर्णलाई आजको यस हाम्रो रिभ्यू भिडियोमा तपाईहरु सम्पूर्णलाई मोस्टली वेलकम अनि वार्मली वेलकम छ तपाईहरु सम्पूर्ण मित्रहरुलाई। अनि आजको यस हाम्रो 312 को भुन्टी सिरियलको रिभ्यू भिडियोमा तपाईहरु सम्पूर्णलाई मोस्टली वेलकम अनि वार्मली वेलकम गर्न चाहन्छु। र जति पनि मेरो प्रिय मित्रहरु हुनुहुन्छ तपाईहरु सम्पूर्ण मित्रहरुलाई वन्स अगेन थ्यांक यू सो मच अनि मुटुभरिको माया अनि न्यानो सम्झना छ सम्पूर्ण मित्रहरुलाई। आउनुहोस् साथीहरु म ढिलो नगरी यस हाम्रो आजको रिभ्यू चाहिँ प्रस्तुत गर्न गइरहेको छु तपाईहरुले सुनेर साथ सपोर्ट दिनु होला भन्न चाहन्छु। र लेट्स सी ढिलो नगरी म प्रस्तुत गर्न गइरहेको छु। आउनुहोस्। अचानक भुवन आफ्नो घरमा आइपुगेको देखिन्छ र घरमा आइपुग्दाखेरि भुवनले आफ्नो प्यारी बुहारी भुन्टीलाई नदेखिएपछि छटपटी राखेको देखिन्छ। किनकि भुवनले भूमिकाको बिहेमा गाउँतिर गएको बेला आफ्नो बुहारीलाई र आफ्नो भाइ भूपेन्द्र र आफ्नो श्रीमती श्रेया तीनजनालाई छोडेर गएका थिए। र भूमिकाको बिहे पनि धमाधम गाउँमा मज्जाले बनाएर भूमिकाले पनि अस्ट्रेलिया जाने केटासँग बिदाई गरियो। र अस्ट्रेलिया जाने केटासँग बिदाई गरिसकेपछि भुवन आफ्नो घरतिर शहरतिर फर्केका थिए। र शहरतिर फर्किने क्रममा फोन केही नगरिकिन भुवन घरमा टुप्लुक्क आइपुगेका थिए। र घरमा आइपुगिसकेपछि आफ्नो प्यारी बुहारी भुन्टी नभएपछि आफ्नो श्रीमती श्रेयाले सोधेका थिए भुन्टी खोइ भुन्टी त घरबाट निस्केर गइन् धेरै दिन पो भइसक्यो भन्दै आफ्नो श्रीमानलाई भनेका छन्। र भुवनले भनेका थिए कसरी निक्लेर गई भुन्टी भन्दै आफ्नो श्रीमती र जेरीलाई सोधेका थिए। र भुवन छक्क परेका थिए किनकि जेरी यो नानी कहाँबाट यहाँ आई भनेर भुवनले सोधिराखेका थिए। तर श्रेयाले भनेका थिए आफ्नो पुइबुढा भुवनलाई भूपेन्द्रको हुनेवाला श्रीमती या भूपेन्द्रको गर्लफ्रेन्ड हुन् भन्दै आफ्नो श्रीमान भुवनलाई सम्झाइराखेका छन्। र भुवनले भने कसरी भुन्टी निस्केर गए झन् भुवनले भनेका थिए म नआउन्जेलसम्म मिलाएर राख्नु म आएपछि हेरौँला भन्दै थियो। तर भुवन गाउँतिर भूमिकाको बिहेको लागि गएकै बेला श्रेया र त्यसै क्रममा हाम्रो भुवनले आफ्नो बुहारीलाई खोजिराखेको अवस्था देखिन्छ। र बुहारीलाई खोजिरहेको अवस्थामा भुन्टीले आफ्नो घर छोडेर गइन् किनकि भूपेन्द्रको हुनेवाला श्रीमती जेरी आइसकेपछि भुन्टीले भनेका थिए अब म यो घर छोडेर जान्छु भन्दै किनकि जेरी भूपेन्द्रलाई स्याहार गर्नका लागि आइसकेका छन्। र भूपेन्द्रलाई स्याहार गर्न आइसकेपछि जेरीले भूपेन्द्रले स्याहार गर्ने भएका छ। र भुवनले भनेका थिए मेरो बुहारी कसरी घर छोडेर गइन् तिमीहरू दुईजना मिलेर तनाव दिएर छोडेर गइन् कि क्या भन्दै भुवनले आफ्नो श्रीमतीले भनेका छन्। र श्रेयाले भनेका छन् आफ्नो पुइबुढालाई अब भुन्टी त अर्कै नाठोसँग हिँडेको हुनाले नि घरबाट निस्केर गइन् भनेका छन्। र घरबाट निस्केर गइन् तर कता गइन् थाहा छैन एकदम तनावग्रस्त बाहिर हिँडिराखेको अवस्था देखिन्छ। किनकि यस हाम्रो भूपेन्द्रले आफ्नो श्रीमतीलाई पनि
माया नगरेपछि भुन्टीले पनि आफ्नो मन मारेर गएको देखिन्छ र भूपेन्द्रले आफ्नो श्रीमतीलाई माया मारिसकेपछि अब जेरीसँग बिहे गर्ने निर्णय गरेका छन्। श्रेयाले जेरी र भूपेन्द्रको धमाधम ठुलो बिहे गर्ने भएको हुनाले एकदमै जेरी खुसी भएकी छिन्, किनकि जेरी चाहन्थिन् भूपेन्द्रलाई आफ्नो बनाउनुको लागि। र भुवनले भनेका थिए कसरी भूपेन्द्रले भुन्टीलाई घरबाट निकालेर पठायो भन्दै जेरीलाई पक्रेपछि जेरीले भनेका थिए भुन्टी एक परपुरुषसँग हिँडेका र लसपस गरेको हुनाले यहाँबाट घरबाट निस्केर गएकी छिन् भन्दै आफ्नो हुनेवाला जेठाजु भुवनले भनेका छन्। र हुनेवाला जेठाजुले भनेपछि यस हाम्रो जति पनि मित्रहरू हुनुहुन्छ तपाईँले यस हाम्रो रिभ्यू भिडियोलाई हेरेर लाइक सेयर सब्सक्राइब कमेन्ट गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। र आजको यस हाम्रो रिभ्यू भिडियोमा चाहिँ भुन्टी र भूपेन्द्र, भुवन र जेरी श्रेयाको छोटकरीमा मैले सर्ट एन्ड स्विट रिभ्यू भिडियो बनाउने गर्दछु र तपाईँलाई यस हाम्रो रिभ्यू भिडियोलाई सुनेर साथ सपोर्ट गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। र आउनुहोस् साथीहरू, तपाईँहरूले यो पारामा तपाईँहरू सम्पूर्ण मित्रलाई मस्टली वेलकम अनि वार्मली वेलकम छ। र यस हाम्रो रिभ्यू भिडियोमा भूपेन्द्र घरमा टुप्लुक आइसकेपछि श्रेया एकदम डराइराखेको देखिन्छ, किनकि श्रेयाले र जेरी मिलेर भुन्टीलाई घरबाट निकालिएको देखिन्छ। र घरबाट निकालिसकेपछि भुन्टीले आफ्नो भोलाले भुन्टीलाई सपोर्ट गरेर मेडिकल लगेर उपचार गरेर फर्काउने बेलामा देखिएपछि यही भिडियो तयार पारिएका भिडियोबाट भूपेन्द्रलाई पनि मनाएपछि भूपेन्द्रले आफ्नो श्रीमती भुन्टीलाई छोडेका छन् र भूपेन्द्रलाई यही भिडियोबाट बनाएर को हो भन्ने कुरो थाहा छैन। र त्यही भिडियो फेरि भुवनलाई पनि देखाएका छन् र भुवनले त्यस भिडियो हेरिसकेपछि भुवनले पनि केही बोलेनन्। अब फाइनली अब कहाँ हुने के हुने थाहा छैन र भुन्टी घरबाट हराएकी छिन् र भुन्टी आफ्नो माइत घर पनि गएकी छैनन् भने आफ्नो आमा बुवाको घर र दाईको घरतिर पनि गएको छैन। र अचानक बाटोमा हिँड्दै गर्दा टोकरेर हाम्रो भोला पूर्णिमाको भेट हुन्छ र भोला पूर्णिमा टोकलेको भेट भइसकेपछि हाम्रो यस मित्रहरूलाई भुन्टीको खोजीमा एकदम हिँडिरहेका हुन्छ र भुन्टीको खोजीमा टोकले आफ्नो दिदीलाई पनि फोन गर्छिन् गाउँतिर र गाउँतिर पनि गएकी हुँदैनन् र आफ्नो उता घरतिर हेर्छन्, घरतिर पनि हुँदैन र त्यही भएर टोकले रिसाएर फेरि आफ्नो भुन्टीकै जेठाजुको घरतिर गएर भुन्टी कहाँ गयो भन्दै कराइरहेका हुन्छन् र त्यतिखेर पनि श्रेया र जेरी उफ्री कराइराखेकी हुन्छन्, किनकि भुन्टी अर्कैको केटासँग लसपस गरिसकेपछि भुन्टीले यो घर छोडेर गइन् भन्दै एकदमै टोकलेसँग श्रेया बाजिराखेको देखिन्छ, किनकि श्रेया र जेरीले यो भिडियो बनाएपछि यिनीहरूले भुन्टीलाई घरबाट निकालिएको देखिन्छ। र आजको रिभ्यू भिडियो कस्तो लाग्यो तपाईँहरू सम्पूर्णले मस्टली वेलकम अनि वार्मली वेलकम छ। र आउनुहोस् साथीहरू, तपाईँहरू सम्पूर्णलाई मस्टली वेलकम, स्वागत छ यो पारामा। र टोकले उफ्रिँदै भुवनको घरमा आइसकेपछि टोकले जेरी र श्रेया सबैजनालाई र भुवनलाई कराइराखेका देखिन्छ र कराइसकेपछि अब भुन्टीलाई खोज्ने प्लानिङ भइसकेको हुन्छन् र भुवन र टोकले भुन्टीलाई खोज्नुको लागि बाहिर हिँडिराखेको अवस्था देखिन्छ। तर त्यतिखेर जेरीले आफ्नो पोइ बुढालाई तानेर ल्याएको देखिन्छ, किनकि जेरी र भुन्टी आफ्नो सबैजनालाई आफ्नो खोज्ने तलासमा भएका छन् र जेरीले पनि डिभोर्स पेपर लिनको लागि एकदमै भुन्टीलाई खोजिराखेको देखिन्छन्। तर अब भुवन आइसकेपछि अलिकति समस्यामा हुने परेको छ देखिन्छ र फाइनली हाम्रो भुवन र टोकले सहरतिर र गाउँको सहरको गल्ली गल्लीतिर
भुन्टीलाई खोज्नु हिँडिराखेको देखिन्छ भने अर्कोतर्फ जेरी र श्रेया घरमा बसिराखेको देखिन्छ। तर जेरीले सहरको गल्ली गल्लीमा भुन्टी कहाँ गई भन्दै खोजिराखेको देखिन्छ। किनकि यस हाम्रो आजको भुन्टी सिरियलको रिभ्यू भिडियोमा तपाईँहरू सम्पूर्णलाई मोस्टली वेलकम अनि वार्मली वेलकम छ। आउनुहोस् साथीहरू, यो पारामा तपाईँहरू सम्पूर्णलाई स्वागत छ। र यस हाम्रो आजको रिभ्यू भिडियोमा तपाईँलाई के कस्तो लाग्यो, तपाईँले यस हाम्रो रिभ्यू भिडियोलाई लाइक र सब्सक्राइब र नजिकै भएको बेल आइकनमा क्लिक गरेर साथ सपोर्ट गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। र जति पनि मित्रहरू हुनुहुन्छ तपाईँहरू सम्पूर्णलाई मोस्टली वेलकम अनि वार्मली वेलकम छ। र आजको यस हाम्रो रिभ्यू भिडियोमा चाहिँ सर्ट एन्ड सर्ट रिभ्यू भिडियो बनाएको छु। तपाईँहरू हेरेर लाइक सेयर सब्सक्राइब र नजिकै भएको बेल आइकनमा पनि क्लिक गरेर साथी जोडिन सक्नुहुनेछ है त। र फाइनली भूपेन्द्र र पनि घरमा एक्लै बसिराखेकी छिन्। तर भूपेन्द्रको मन चाहिँ मरिसकेको छ, किनकि एआई भिडियो तयार पारिएर भुन्टी अर्कै केटासँग हिँडिराखेको भिडियो बनाएको छ। त्यसैले एकदमै हाम्रो कन्फ्युज अवस्थामा छ। र त्यसैले यो हाम्रो हुनुहुन्छ जति पनि मित्रहरू हुनुहुन्छ तपाईँहरू सम्पूर्णजनालाई मोस्टली वेलकम अनि स्वागत छ। र आउनुहोस् हाम्रो रिभ्यू भिडियोमा तपाईँहरू सम्पूर्णलाई यसरी नै ट्याप गर्नुहोस्, ट्याप पार्नुहोस् भन्दै आजको यस हाम्रो सर्ट एन्ड सर्ट रिभ्यू भिडियो तपाईँहरूले सुन्दै गर्नुहोला। र तपाईँहरू कहाँको कताबाट हेर्दै हुनुहुन्छ यस हाम्रो रिभ्यू भिडियोलाई तपाईँहरू सम्पूर्णलाई वन्स अगेन थ्याङ्क यू सो मच। अनि यो पारामा वक पारामा आजको यस हाम्रो भुन्टी सिरियलको भाग 312 को रिभ्यू भिडियो सर्ट एन्ड सुट बनाएको छु। तपाईँहरू हेरेर लाइक सेयर सब्सक्राइब र नजिकै भएको बेल आइकन क्लिक गरेर साथी जोडिनु होला है त भन्दै अब यस हाम्रो भुन्टी सिरियलको ओरिजिनल लिङ्क चाहिँ हाम्रो सुकमाया टिभीबाट भिडियो चाहिँ आउने गर्दछ। र सुकमाया टिभीलाई पनि लाइक सेयर सब्सक्राइब र नजिकै भएको बेल आइकनमा क्लिक गर्दै माया गरिदिनु होला भन्दै आजको यस हाम्रो रिभ्यू भिडियोबाट चाहिँ म बिदा हुन चाहन्छु। तपाईँहरू सम्पूर्णलाई आउनु सकेन थ्याङ्क यू सो मच अनि लभ यु अल। उडी चुप्पा धेरै धेरै माया अनि मिठो सम्झना भन्दै फाइनली आज चाहिँ यस हाम्रो रिभ्यू भिडियोबाट चाहिँ बिदा हुन चाहन्छु। हस्त सेवा र नमस्ते, बाई बाई एभ्रिवान, बाई।